भिडियो ठुलो रहेछ। अभी मजा आएगा ना भिडियो। हेलो नमस्ते एन्ड स्वागत छ आजको नयाँ भिडियोमा। आज हामीले माछा मार्नको लागि दुवाली छेकेका छौँ। हेर्न सक्नुहुनेछ दुवाली यस प्रकारले मारेका छौँ। यहाँ चाहिँ धेरै मेहनत गरेर माछा मार्दैछौँ कि कति मार्नेछौँ देखाउनेछौँ, हेर्दै जानु होला। अब चाहिँ यो दुवाली चाहिँ छाप्पै पानी मरेको छ। यता चाहिँ हाम्रो काका र दाजुले सानो पानीलाई उता फर्काउँदै हुनुहुन्छ र यो दहमा चाहिँ हामी बिस लाएर माछा मार्नेछौँ। हेर्दै जानु होला। बिस लाएर, बिस चाहिँ के भन्नुहुन्छ भने तितेपाती हुन्छ। तितेपाती गाउँघरमा खोलातिर हुन्छ र तितेपाती लगाइसकेपछि चाहिँ माछाहरूलाई एकदमै मार्ने विषादी हो र त्यो पनि देखाउने छु। हेर्दै जानु होला। यो खोलाको नाम चाहिँ बुवा खोला भन्छ। तपाईहरुले नसुन्नु भएको होला। त्यही पनि यो खोला चाहिँ अहिले बर्खाको समयमा अलि निकै बाढी बढेको छ र हाम्रो यहाँ देवाले चाहिँ तितेपाती ल्याइसक्नु भएको छ र तितेपातीले कति मर्छ देखाउने छु। यो तितेपाती माछाको लागि विषादी हो र यो दहमा चाहिँ सासानो माछाहरू र ठुल्ठुलो माछाहरू मिसिएर बसेका छन्। हेर्दै जानु होला कति मर्छन् सबै देखाउने छु। तितेपातीलाई चाहिँ कालो हुने गरी पिस्नु पर्छ र रेडी हुन थाले यता माछा पक्रिनको लागि। अब हेर्दै जाउँ कति माछा मर्छ या मर्दैन। दुःख गरे अनुसार माछाहरू चाहिँ धेरै हुनुपर्छ, किनभने यो चाहिँ बिहानदेखिको 12 बजीसम्म हामीले ननस्टप 5 जनाले काम गरेका छौँ र यहाँ चाहिँ हामी राम्रो बल मेहनत र अब के हुन्छ हेर्दै जाउँ। आज माछा मरेन भने चाहिँ हाम्रो दुःख खेर गयो, तर आई होप मर्छ होला। देख्न सक्नुहुनेछ अहिले चाहिँ तितेपातीको हरियो झोलहरू आउँदैछ। भरे धेरै तितेपातीलाई मिचिसकेपछि चाहिँ कालो हुने गर्छ र माछाहरू चाहिँ मर्ने गर्दछ। हेर्दै जानु होला कति मर्छन्। भन्नुहुन्छ भने यो दुवाली चाहिँ धेरै लामो छ। यहाँदेखि लगभग 40-45 मिनट जति होला। हेर्दै जाउँ के हुन्छ। माछा मार्नु त्यति सजिलो छैन, त्यही पनि हामीले माछालाई मार्नको लागि प्रयास गर्दैछौँ। के हुन्छ हेर्दै जानु होला। भरे म देखाउने छु दुवाली कत्रो छ र यहाँ चाहिँ हाम्रो दाजुले माछा पक्रेको छ एउटा बुदुना। यो बुदुना अहिले खेतमा निस्किने बेला पनि हो। यी बुदुनाहरू खेतमा निस्किन्छन् अब बर्खाको समयमा, बारी आएको बेला खेतमा र अन्डाहरू पार्ने गर्छ र मान्छेहरूले पक्री खाने पनि गर्दछन्। र यता चाहिँ हाम्रो एकदमै माछा पक्रिनको लागि धमाधम हुँदैछ। हाम्रो बाउ, हाम्रो दाजु, हाम्रो काका, देवा हुनुहुन्छ। यता चाहिँ मैले चाहिँ अनुमति मागेर भिडियो बनाउँदैछु र तपाईँहरूको लागि हो, तपाईँहरूलाई मनोरञ्जन दिनको लागि। यता चाहिँ सानो माछाहरू रहेछन् सुकेर मर्न आँटेका, त्यसैले मैले फ्याँक्दै उता लगाइदिँदैछु। आज चाहिँ हामी एक छाक नलगी घर नजाने निर्णय गरेका छौँ। यो पानी हेर्न सक्नुहुनेछ तितेपातीको रसले गर्दा अहिले हरियो भएको छ र हरियो भइसकेपछि चाहिँ माछाहरूलाई असहज हुने र विष लाग्ने भएकोले गर्दा पक्रिन मान्ने गर्छन् र त्यसैले पक्रेर मार्ने गर्छन् यताको मान्छेहरू। तपाईहरुकोतिर कस्तो छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र हाम्रो चाहिँ यो तरिकाले मात्रै माछा मारिँदैन, अनि एउटा हम्बर पनि हुन्छ, एउटा हतियार। त्यो हम्बरले पनि मैले एउटा भिडियो बनाइरहेको छु, त्यो प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ। र त्यो लगायत अरू किसिमले पनि मार्न सकिन्छ। जाल हानेर बल्छी थापेको पनि म चाँडै भिडियो बनाउने छु। बल्छी थापेर चाहिँ एकदम सजिलो हुन्छ। यहाँ चाहिँ हाम्रो बुवाले रोकटोक मान्छेलाई हाम्रोतिर
खोगा रोकटोक भन्छ थाप्ने माछाहरू परेको हुन्छ। हेर्न सक्नुहुनेछ माछा चाहिँ अहिले कति परेको छ, खासै त परेको रहेनछ, अघि नै निकालिसकेकोले गर्दाखेरि त्यति झरेन। अब तल्लोमा दुईटा रोकटोकहरू थापेका छौँ र यहाँ चाहिँ अघि नै निकालेकोले गर्दा अलिकति यहाँ छ, हेर्नुहोस्। यहाँ यो माछाहरूलाई चाहिँ हामीले खोगा भन्छौँ, घरेउला भन्छन् खासमा चाहिँ। र उतापट्टि चाहिँ खोगा थापेको छ र खोगामा हेर्नेछौँ कति परिरहेको छ। यो चाहिँ खोगा हो र अब हाम्रो बुवा आएर झिक्नुहुन्छ र कति मरेछन् देखाउने छौँ, हेर्दै जानुहोला। र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला। र यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई सब्सक्राइब अनिवार्य गरिदिनु होला भन्दै आजलाई यति भन्न चाहे। र अझै भिडियो बाँकी नै छ, हेर्दै जानु होला। र हाम्रो द्वाली चाहिँ यहाँदेखि लगभग माथि देख्न सक्नुहुनेछ, मासतिर हाम्रो चाहिँ टाढो द्वाली छ, त्यही पनि माछाहरू चाहिँ मार्दैछौँ। अब चाहिँ म एकछिन पछि पौडी खेल्ने छु, किनभने जिउ पनि चिलाउँदैछ, स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ, माछा मात्रै मारेर हुँदैन। यता यहाँ चाहिँ हिले छ भन्नुभयो काकाले र हिले खोज्दै हुनुहुन्छ, बिस्लाएर पानी उता लगाइदिनु भएर हेर्दै हुनुहुन्छ के हुन्छ, पक्रिनुहुन्छ कि पक्रिनुहुन्न, हेरिदिनुहोस् अब के हुन्छ। अनि अब चाहिँ म पौडी खेल्न जानेछु साथीहरू। अनि पौडी खेलिसकेपछि माछाहरू बारिसकेर घरतिर जाने अनि पकाइखाने, त्यस्तै काम हुन्छ। आजभोलि घाम चर्को छ, काम गर्न सकिँदैन। खोलामा चाहिँ यसरी माछा मार्दाखेरि चाहिँ त्यति घाम हुँदैन, पानीमा भिज्यो। त्यही भएर तपाईँहरूलाई भिडियो पनि देखाउँ र आफ्नो माछा मारेको भिडियोहरू पनि पछिसम्म रहन्छ भन्ने आशा र भरोसा दुवै गरेर म भिडियो बनाउँदैछु। यहाँ चाहिँ हिले माछा छ भनेर काकाले हात हाल्दै हुनुहुन्छ, के हुन्छ हेर्नु होला। एउटा माछा चाहिँ पक्रिन सफल हुनुभयो। अब म चाहिँ पौडी खेल्नतिर लागेँ। मेरो पौडी खेलाइ चाहिँ दह चाहिँ सानो छ, डुब्ने छैन, त्यसैले त्यति मजा हुँदैन खेल्नको लागि, त्यही पनि मैले खेलिदिएको। कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अर्कोचोटि भेटौँला। धन्यवाद।